यसको कुठाराघात गर्नतिर लागियो भने ठुलो चरम निराशाको स्थिति सृजना हुन्छ। त्यसकारणले हामी घोर भत्सना गर्न चाहन्छौँ। यसरी मिलिजुली संसदलाई बन्दी बनाए जसरी चाहिँ बोल्न चाहेका मान्छेहरूलाई बोल्न दिने, आफूले बोल्न सुन्न चाहेको मान्छे कुरा सुनिसकेपछि अनि जबरजस्त अब बन्द गर ल गर तिमीहरू भनेर एउटा कुनै कोठाभित्र कसैले कसेर प्लान गरेर अब तँ यो गर्नु तँ यो गर्नु तैँले यसो गर्नु उसो गर्नु म यसो गरिदिन्छु भनेर भनिएको कुराको गन्ध आयो यो सदनमा। त्यस्तो किसिमको क्रियाकलाप भएको हुनाले हामी यसको घोर विरोध गर्न चाहन्छौँ। संसदीय प्रणालीलाई विश्वास गरेर आएको राजनीतिक दलले जनताका मुद्दाहरू राख्नुपर्ने भएको छ। हाम्रा कैयौँ प्रश्नहरू छन्। सरकारलाई हामीले जुन शङ्काको सुविधा दियौँ त्यो शङ्काको सुविधाको बिचमा पनि अहिले सरकारले सिआइबीमा बुझाएको फाइल बुझाएको 12 दिन भइसक्यो। के गर्यो? के कस्ता कुराहरू थियो सदनमा राख्न चाहन्थ्यौँ। सदनमा धेरै कुराहरू भन्नुपर्ने छ, सूचनाहरू केही आइरहेका छन्, त्यस्ता कुराहरूको बारेमा बताउनु पर्ने छ। तर सदनमा हामीले हाम्रो कुरा राख्न पाएनौँ। सदनमा त्यति मात्र सुन्न चाहियो जति सुन्नका लागि प्लान गरेर आइएको थियो। प्लान गरेर आएर सुन्न मन लागेको कुरा सुनेर अनि त्यसपछि योजनाबद्ध तरिकाले बन्द गर्ने यस्तो चाहिँ हुँदैन। यस्तो हुँदै कदापि हुँदैन, कहीँ पनि हुँदैन। एउटा प्रक्रिया चल्दा चल्दै आफूलाई मन लागेका मान्छेहरूलाई बोल्न दिइसकेपछि थप बोल्न नदिने यस्तो कहीँ पनि चल्दैन। सम्माननीय सभामुखको क्रियाकलाप या यो सचिवालय यो जुन क्रियाकलाप देखियो यो अत्यन्तै सदन हाइज्याक भएकै हो। सदनलाई हाइज्याक गरियो, जान सदनलाई हाइज्याक गरियो। राष्ट्रिय स्वतन्त्र पार्टी यसको घोर विरोध गर्न चाहन्छ। यस्तो प्रक्रियाबाट सदन चलाउन खोजेको हो भने कहिलेकाहीँ संसदको रेकर्डबाट बोलेका कुरा हटाइयोस् भनिन्छ नि, यो क्रियाकलाप चाहिँ संसदको रेकर्डबाट हटाउनुपर्छ। आज म विशेष कुराहरू भन्न आएको थिएँ जुन संसदको रेकर्डमा मैले राख्नुपर्ने हुन्छ। यस्तो बुझाउन बाध्य पारियो कि प्रमुख प्रतिपक्षी दलले बोलिसकेपछि त्यो सबै अरू प्रतिपक्षीको पनि आवाजै त्यही हो भन्ने किसिमको भाष्य सृजना गर्न खोजियो र हामीले पटक नेपाली जनतालाई भ्रम पार्न खोजियो। भर्खरै ताजा जनादेश दिएर एउटा आशा र भरोसा बोकेर पठाएको दल हो। हामीले हाम्रै ढङ्गले आफ्ना विरोधका आवाजहरू लिएका छौँ। प्रतिपक्ष बेन्चमा बसेर पनि हामीले जनताका मुद्दाहरूमा आफ्नो ढङ्गले प्रस्तुत गरिरहेका छौँ। त्यसकारणले त्यो आवाजलाई दबाउनको निमित्त जानाजान गरिएको हामीलाई आशंका लागेको छ। त्यो सम्मानीय सभामुखज्यूबाट हामीले यो अपेक्षा गरेका छैनौँ। जुन सम्मान हाम्रो छ यो प्रणालीप्रतिको सम्मान छ। यस्तो किसिमका गैर जिम्मेवार क्रियाकलापले यो प्रणालीप्रतिको विश्वासमा नै भोलि डगमगाउने अवस्था सृजना हुन्छ। त्यसकारणले लोकतन्त्रमा विधिप्रति यो पद्धतिप्रति र यसका फन्डामेन्टल कुराहरूप्रति यसरी चाहिँ यसको कुठाराघात गर्नतिर लागियो भने ठुलो चरम निराशाको स्थिति सृजना हुन्छ। त्यसकारणले हामी घोर भत्सना गर्न चाहन्छौँ। यसरी मिलिजुली संसदलाई बन्दी बनाए जसरी चाहिँ बोल्न चाहेका मान्छेहरूलाई बोल्न दिने, आफूले बोल्न सुन्न चाहेको मान्छे कुरा सुनिसकेपछि अनि जबरजस्त अब बन्द गर ल गर तिमीहरू भनेर एउटा कुनै कोठाभित्र कसैले कसेर प्लान गरेर अब तँ यो गर्नु तँ यो गर्नु तैँले यसो गर्नु उसो गर्नु म यसो गरिदिन्छु भनेर भनिएको कुराको गन्ध आयो यो सदनमा। त्यस्तो किसिमको क्रियाकलाप भएको हुनाले हामी यसको घोर विरोध गर्न चाहन्छौँ। संसदीय प्रणालीलाई विश्वास गरेर आएको राजनीतिक दलले जनताका मुद्दाहरू राख्नुपर्ने भएको छ। हाम्रा कैयौँ प्रश्नहरू छन्। सरकारलाई हामीले जुन शङ्काको सुविधा दियौँ त्यो शङ्काको सुविधाको बिचमा पनि अहिले सरकारले सिआइबीमा बुझाएको फाइल बुझाएको 12 दिन भइसक्यो। के गर्यो? के कस्ता कुराहरू थियो सदनमा राख्न चाहन्थ्यौँ। सदनमा धेरै कुराहरू भन्नुपर्ने छ, सूचनाहरू केही आइरहेका छन्, त्यस्ता कुराहरूको बारेमा बताउनु पर्ने छ। तर सदनमा हामीले हाम्रो कुरा राख्न पाएनौँ। सदनमा त्यति मात्र सुन्न चाहियो जति सुन्नका लागि प्लान गरेर आइएको थियो। प्लान गरेर आएर सुन्न मन लागेको कुरा सुनेर अनि त्यसपछि योजनाबद्ध तरिकाले बन्द गर्ने जुन क्रियाकलाप भयो अत्यन्त अनुचित क्रियाकलाप देखियो। सम्माननीय सभामुखको क्रियाकलाप या यो सचिवालय यो जुन क्रियाकलाप देखियो यो अत्यन्तै सदन हाइज्याक भएकै हो। सदनलाई हाइज्याक गरियो। सामान्य रूपमा जब बोल्ने क्रमहरूको सुरुवात हुन्छ ठिक छ, प्रमुख प्रतिपक्षबाट अहिलेसम्म भएको ट्रेन्ड त त्यही थियो होला। प्रमुख प्रतिपक्षबाट बोल्न सुरुवात गरिन्थ्यो होला, प्रमुख प्रतिपक्ष दलले बोल्थ्यो होला, त्यसपछि अर्को दलले बोल्थ्यो होला, अर्को दलले बोल्थ्यो होला, त्यसपछि हामीले पनि बोल्थ्यौँ होला। क्रमशः यो चिज चल्थ्यो। एक त अनायासै सत्ता पक्षका सांसदले बोल्नुभयो, ठिक छ, सत्ता पक्षका सांसदको विषय थियो, उहाँ पीडित हुनुभएको कुरा आइ पनि रहेको थियो, उहाँले बोल्नुभयो होला। त्यसपछि प्रमुख प्रतिपक्षतिर आयो। प्रमुख प्रतिपक्ष दलका सांसदले बोल्दा बोल्दै अर्को प्रक्रियामा प्रवेश गर्नुभयो। बोल्ने सिद्ध्याउनु पनि भएको छैन उहाँले। यो त क्रमशः यही होइन र तपाईँ हामीले देखेको सिकेको हामीले जानेको बुझेको पढेको संसदीय प्रक्रिया योभन्दा बाहेक तपाईँहरू त संसदीय रिपोर्टिङ गर्ने साथीहरू हुनुहुन्छ। संसद हाइज्याक गरियो। संसद हाइज्याक गर्न पाइँदैन। त्यो सम्मान कायम राख्न सक्नुपर्ने छ। दल छोडेर सदन छिरिसकेपछि त्यो सम्मानित कुर्सीमा बसिसकेपछि दलको बन्न पाइँदैन। त्यो व्यवहारले पनि पाइँदैन, क्रियाकलापले पनि पाइँदैन,
भित्री रूपमा पनि पाइँदैन, बाहिरी रूपमा पनि पाइँदैन। यसले लोकतन्त्रको मूल्य र मान्यतामाथि ठुलो कुठाराघात हुन्छ, ठुलो ठेस लाग्छ। आज म विशेष कुराहरू भन्न आएको थिएँ, जुन संसदको रेकर्डमा मैले राख्नुपर्ने हुन्छ। हुन त आम सञ्चारकर्मी साथीहरूको बिचबाट भनेर आम जनतामा पुर्याउने कुरा त हो, गर्न सकिन्छ पनि, तर कयौँ यस्ता संवेदनशील विषयहरू हुन्छन् जसलाई संसदको रेकर्डमा राख्नुपर्ने हुन्छ। एउटा जेनेरेसनले अर्को जेनेरेसनलाई दिने सूचनाहरू हुन्छन्, एउटा संवादको विषय हुन्छ, त्यस पछाडि त्यहाँ क्रिया प्रतिक्रियाहरू हुन्छन्। त्यस्तो महत्त्वपूर्ण तयारीका साथ हामी बसिरहँदा, यति समय कुरिरहँदाखेरि पनि त्यो अवस्था सिर्जना भएन। जान सदनलाई हाइज्याक गरियो। राष्ट्रिय स्वतन्त्र पार्टी यसको घोर विरोध गर्न चाहन्छ। यस्तो प्रक्रियाबाट सदन चलाउन खोजेको हो भने हामीले अझ गम्भीर ढङ्गले सोच्नुपर्ने बेला आउँछ। हामीसँग कुनै अहिले उपाय बाँकी रहेको छैन। अझै पनि हामी आशावादी छौँ। छलफल गर्ने ठाउँ कहाँ दिनुभएको छ र उहाँले? कहाँ दिनुभएको छ र? एउटा प्रक्रिया नटुङ्गिँदै बोल्दा बोल्दै अर्को प्रक्रियामा क्रस गरेर जानु भनेको के का लागि हो? एउटा कुरा ठिक छ, सुनिल शर्माजीका विषय आफ्नो ठाउँमा छन्, मान्यज्यूका, तर जुन निरन्तर चल्ने जुन प्रक्रिया हो, तपाईँ हामीले देखेको अभ्यासको प्रक्रिया हो, त्यो अभ्यासको प्रक्रियामा त प्रमुख प्रतिपक्षले बोल्छ होला, त्यसपछि ठिक छ ठुलो दलका हिसाबले अर्को दलले बोल्छ होला। हुन त एउटा प्रतिपक्ष दलले बोलेपछि अर्को प्रतिपक्षको आवाज हुँदै सत्ता पक्षमा जानुपर्ने पनि थियो होला। यस अगाडि पनि हामीलाई त्यसै गरियो र यस्तो बुझाउन बाध्य पारियो कि प्रमुख प्रतिपक्ष दलले बोलिसकेपछि त्यो सबै अरू प्रतिपक्षको पनि आवाजै त्यही हो भन्ने किसिमको भाष्य सिर्जना गर्न खोजियो र हामीले पटक नेपाली जनतालाई भ्रम पार्न खोजियो र हामीले त्यसलाई स्पष्ट पार्ने कयौँ पटक कोसिस गऱ्यौँ। अहिले त ठाडै हामी त्यो गरिमामय पदको सम्मान गर्न कहीँ पनि चुकेका छैनौँ। त्यो पदको गरिमाका लागि अझै पनि हामी के कसर गर्नुपर्ने पनि बाँकी नराखिकन अझै पनि हामी लड्नेछौँ। तर यस्तो शङ्कास्पद ढङ्गले यसरी एउटा प्रक्रिया चल्दै गर्दा अर्को प्रक्रियामा अनायास प्रवेश गर्नु भनेको अस्वाभाविक रूपमा के का लागि हो, कसका लागि हो? राष्ट्रिय स्वतन्त्र पार्टी पनि यो सदनमा छ। राष्ट्रिय स्वतन्त्र पार्टी जनताले भर्खरै ताजा जनादेश दिएर एउटा आशा र भरोसा बोकेर पठाएको दल हो। हामीले हाम्रै ढङ्गले आफ्ना विरोधका आवाजहरू लिएका छौँ। प्रतिपक्ष बेन्चमा बसेर पनि हामीले जनताका मुद्दाहरूमा आफ्नो ढङ्गले प्रस्तुत गरिरहेका छौँ। त्यसकारणले त्यो आवाजलाई दबाउनको निमित्त जानाजान गरिएको हामीलाई आशंका लागेको छ। त्यसकारणले यसको हामी घोर विरोध गर्न चाहन्छौँ र आगामी दिनमा यस्ता क्रियाकलाप नहुन् भन्ने कुरामा सचेत गराउन चाहन्छु तपाईँहरू मार्फत। एमालेको धङधङीबाट मुक्त हुन सक्नु भएन भन्ने आरोप तपाईँहरू कुनै दलको जस्तो देखिनु भएन भनेर भन्नुभयो नि। यो क्रियाकलापले त्यो एउटा पदीय गरिमा, त्यो एउटा स्वतन्त्रताको एउटा पर्याय बन्नुपर्ने त्यो ठाउँमा शङ्काको ठुलो एउटा घेरा देखिएको छ। अत्यन्त धेरै शङ्का गर्नुपर्ने घेरा देखिएको छ। यो हुँदैन। कुनै पनि लोकतान्त्रिक पद्धतिमा, कुनै पनि लोकतान्त्रिक मुलुकको संसदीय अभ्यासमा जसले लोकतन्त्रको सही अभ्यास गरेको छ, त्यस्तो सही अभ्यास गर्ने ठाउँमा यस्तो चाहिँ हुँदैन। यस्तो कदापि हुँदैन, कहीँ पनि हुँदैन। एउटा प्रक्रिया चल्दै आफूलाई मन लागेका मान्छेहरूलाई बोल्न दिइसकेपछि थप बोल्न नदिने यस्तो कहीँ पनि चल्दैन, गलत हो। किन नहुने? नाम टिपाएका थियौँ बाकाइदा, सबैजना अरूहरूले पनि अरू सत्तापक्षकै साथीहरूलाई सोध्नुहोस् न, उहाँहरूले पनि उठाउनु भएको थियो। तर तिमीहरू त्यति मात्र बोल जति म सुन्न चाहन्छु भन्ने क्रिया जुन देखियो, तिमीहरू त्यति मात्र गर जति म हेर्न चाहन्छु भन्ने जुन भाष्य देखियो, जुन ढङ्गको चाहिँ क्रियाकलाप देखियो, यसले लोकतन्त्रका लागि यो एकदमै अहितकर कुरा हो। यसले कहीँ पनि पुर्याउँदैन। यसले गलत सन्देश दिन्छ र यो अत्यन्तै गलत नजिर बसेको छ। कहिलेकाहीँ संसदको रेकर्डबाट बोलेका कुरा हटाइयोस् भनिन्छ नि, यो क्रियाकलाप चाहिँ संसदको रेकर्डबाट हटाउनुपर्छ। यस्तो गलत क्रियाकलापलाई संसदको रेकर्डबाट हटाउनु पर्ने हुन्छ। यो बाहिर तयारी गरेर नाटक मञ्चन गर्ने थलो जस्तो हुँदो रहेछ संसद। के भन्छ तपाईँको अनुभवले? अब सिङ्गै संसदै त्यसो भयो नभनौँला। आजको गतिविधि चाहिँ वेल रिहर्स गरेको, असाध्यै धेरै तयारी गरे जस्तो देखिएको थियो। सम्मानीय सभामुखज्यूबाट हामीले यो अपेक्षा गरेका छैनौँ। जुन सम्मान हाम्रो छ, यो प्रणालीप्रतिको सम्मान छ। यस्तो किसिमका गैर जिम्मेवार क्रियाकलापले यो प्रणालीप्रतिको विश्वासमा नै भोलि डगमगाउने अवस्था सृजना हुन्छ। त्यसकारणले लोकतन्त्रमा विधिप्रति, यो पद्धतिप्रति र यसका फन्डामेन्टल कुराहरूप्रति यसरी चाहिँ यसको कुठाराघात गर्नतिर लागियो भने ठुलो चरम निराशाको स्थिति सृजना हुन्छ। त्यसकारणले हामी घोर भत्सर्ना गर्न चाहन्छौँ। यसरी मिलिजुली संसदलाई बन्दी बनाए जसरी चाहिँ बोल्न चाहेका मान्छेहरूलाई बोल्न दिने, आफूले बोल्न सुन्न चाहेको मान्छे कुरा सुनिसकेपछि अनि जबरजस्त अब बन्द गर, ल गर तिमीहरू भनेर एउटा कुनै कोठाभित्र कसैले बसेर प्लान गरेर अब तँ यो गर्नु, तँ यो गर्नु, तैँले यसो गर्नु, उसो गर्नु, म यसो गरिदिन्छु भनेर भनिएको कुराको गन्ध आयो यो सदनमा।
त्यस्तो किसिमको क्रियाकलाप भएको हुनाले हामी यसको घोर विरोध गर्न चाहन्छौँ। संसदीय प्रणालीलाई विश्वास गरेर आएको राजनीतिक दलले जनताका मुद्दाहरू राख्नुपर्ने भएको छ। हाम्रा कैयौँ प्रश्नहरू छन्। सरकारलाई हामीले जुन शङ्काको सुविधा दियौँ त्यो शङ्काको सुविधाको बिचमा पनि अहिले सरकारले सिआइबीमा बुझाएको फाइल बुझाएको 12 दिन भइसक्यो। के गर्यो? के कस्ता कुराहरू थियो सदनमा राख्न चाहन्थ्यौँ। सदनमा धेरै कुराहरू भन्नुपर्ने छ, सूचनाहरू केही आइरहेका छन्, त्यस्ता कुराहरूको बारेमा बताउनु पर्ने छ। तर सदनमा हामीले हाम्रो कुरा राख्न पाएनौँ। सदनमा त्यति मात्र सुन्न चाहियो जति सुन्नका लागि प्लान गरेर आइएको थियो। प्लान गरेर आएर सुन्न मन लागेको कुरा सुनेर अनि त्यसपछि योजनाबद्ध तरिकाले बन्द गर्ने जुन क्रियाकलाप भयो सभा अत्यन्त अत्यन्त अनुचित क्रियाकलाप देखियो।